यो देखिरहेको गाउँ कमलबाई नगरपालिका 4 साङबाले र त्यो देखिएको स्कुल हो साङबालेको बोर्डिङ स्कुल। यो मदन भण्डारी राजमार्गको दुई साइडमा चाहिँ साङबाले गाउँ रहेको छ। अब हामी यो बाटोबाट तल झर्दैछौँ। यो साङबालेमा रहेको कोइलादेवीको मन्दिर। यो मन्दिर जानकारीमा आएको अनुसार 500 वर्षभन्दा नि पुरानो मन्दिर हो। अहिले यो मन्दिरको केही परिचय गरौँ। र यो मन्दिर यो जतिखेरबाट चाहिँ यो मन्दिर सुरु भयो यो काभ्रोको रुख त्यही समयबाट नि छ। यसको संरक्षणमा अलिक कमी भएको भएर त्यति भएको छैन, तर केही वर्षदेखि संरक्षण यहाँकै स्थानीयहरूद्वारा चाहिँ राम्रो संरक्षण गर्ने प्रयास भइरहेको छ। र यसको अहिलेको मुख्य मन्दिर देखिरहनु भएको छ। र यो मन्दिरको साइडमा चाहिँ रुद्राक्ष लगायत अन्य बिरुवाहरू यहाँ फुलहरू रोप्ने काम भएको छ। र अहिले विशेष गरी यो मन्दिरको संरक्षणमा चाहिँ बासु ढकालज्यूले चाहिँ यहीँको स्थानीय हुनुहुन्छ। उहाँकै पहलमा उहाँले नै आफैले बिहान बेलुका यसको पाठ पूजा बत्ती बाल्ने कामदेखि लिएर सबै यो जति छ बोट बिरुवाहरूको संरक्षण मन्दिरको सरसफाइ उहाँले गर्दै आउनुभएको छ। र यो मन्दिरको यो पर देखिएको यो रुद्राक्षको रुख छ। र यहाँ भवनहरू पनि बनिरहेको छ। यो कम्प्लिटली यो कोठा बनेको छ भने यहाँ बन्ने क्रममा छ। र यो अहिले बन्ने सिलसिलामै छ। र यहाँ चाहिँ यहीँकै स्थानीयले चाहिँ योगा सेन्टर चलाउने भन्ने सुरु गर्नुभएको छ। र मर्मत भइरहेको छ। यसको मर्मतको चाहिँ यहाँ योगा चल्छ, योगा सेन्टर। यो चाहिँ यतापट्टि लामो भवन निर्माण भइरहेको देखाएँ। यतापट्टि यो खोलाको छेउमा केही भाग खाली छ। र यहाँ पनि बोट बिरुवाहरू रोप्ने कामहरू भइरहेको छ यसको छेउमा। यहाँ पनि अहिले जाली तर्पण गरेर संरक्षण भएको छ। र यो खाली ठाउँमा चाहिँ बलि दिने काम, यहाँ पूजा गर्दाखेरि बलि दिने काम यहाँनिर गरिन्छ। यो मन्दिरको सबैभन्दा पुरानो पहिला मन्दिर यसै काभ्राको जरामा यहीँ अवस्थित थियो। हामीहरू सानो हुँदादेखि यो मन्दिर हामीहरूले देखेको। त्यतिखेर त यहाँ यो कुनै पनि छानाहरूको व्यवस्था थिएन। यो काभ्राको जरामा यहीँ भित्र यहाँ चाहिँ मन्दिर देखिन्थ्यो र यहीँ पूजाआजा गर्ने काम हुन्थ्यो। र हामी पनि बच्चादेखि नै यसको देवीथान भन्थ्यौँ। देवीथान भनेर हामीले चिनेकै यही मन्दिरको यही भाग नै हो, मुख्य भाग। अहिले यहाँ घेराबेरा गरिएको छ। र यो मन्दिरको कथा, यसको किंवदन्ती लामो छ। हाम्रो हजुरबुवाहरूदेखि यहाँको जति ज्येष्ठ नागरिक हुनुहुन्छ उहाँहरूले चाहिँ यसको किंवदन्तीहरू फरक तरिकाले भन्नुहुन्थ्यो। यो मन्दिर भनेकै मुख्य यही काभ्राको फेदमा हो। र अहिले यहाँ बिरुवाहरू नै हुर्किरहेको छ। यसलाई हामीले एक चक्कर परिक्रमा गरिसकेका छौँ। र अहिले पछिल्लो 8-9 वर्षदेखि यो मन्दिरबाट चाहिँ फुलपातीको दिन फुलपाती डोला निकालिन्छ। नेपाल आर्मीको जुन डोला ग्रुप आएर यहाँबाट डोला लिएर जाने र तल कमलबाई 4 को ढकाल गाउँमै रहेको रक्तमाला मन्दिरमा लगेर डोलालाई चाहिँ भित्राउने काम गर्दै आइएको छ। यो परम्पराले पनि यो मन्दिरलाई अलि सबैसम्म चिनाउन सफल भएको छ। अहिले भएको यो मन्दिरको भित्री भाग यहाँ चाहिँ अब केही समयमा बासु दाइ आउनुहुन्छ, बासु ढकालज्यू, र उहाँले पाठ पूजा गर्नुहुन्छ। बिहान बेलुका बत्ती बाल्ने पाठ पूजा गर्ने काम गर्नुहुन्छ। र यहाँ यो मन्दिरको जो शिलालेखमा देखिएको सहयोगी दाताहरूको नामहरू यहाँ देखिन्छ। उहाँहरूले चाहिँ सहयोग गर्नुभएर यो मन्दिर चाहिँ यसरी निर्माण भएको थियो भनेर देखिन्छ। यहाँ कार्य समितिहरू पनि छ, नामहरू।
समग्रमा म के भन्दछु भने यस्तो संस्कृति परम्पराहरू जो हामीले जगेरा गर्नुपर्छ। यसले हाम्रो संस्कृतिलाई जोगाइराख्छ र आउँदो पुस्तालाई पनि केही पुरानो इतिहास पुरानो संस्कृतिको बारेमा सिकाउँछ। र अहिलेको व्यस्त जीवन कोलाहलपूर्ण जीवन र एकछिन भने पनि नयाँ ठाउँ अथवा फ्रेस ठाउँ खुला ठाउँमा स्वच्छ हावा लिनको लागि हामीलाई यस्ता मठ मन्दिर र केही पार्कहरू खुला ठाउँको आवश्यकता पर्दछ, जसले चाहिँ हामीहरूको मानसिक उपचारै भनौँ न, मानसिक हामीलाई रूपमा स्वस्थ बनाउने र अलिकति व्यायामको लागि पनि बिहान बेलुका घुमफिर गर्नको लागि मुड फ्रेस गर्नको लागि पनि यस्तो ठाउँहरू आवश्यक पर्छ। र हामीले एउटा आस्था राख्ने देवी देवताहरूको मठ मन्दिर पनि हामीले संरक्षण गर्नुपर्दछ। सबैले यसमा ध्यान दिनु पर्ने हुन्छ। हवस् त, नमस्कार।